कम्ती देखिन्छ। नत्र भने यो पार्कमा टन्नै भरिएको कुर्सीहरू कुनै पनि खाली नरहेको अवस्थामा हुने गर्थ्यो। तर आज पनि यहाँ एकदम सुनसान छ। मौसम हेर्ने हो भने हल्का हल्का ह्युमिडिटी भनौँ न अलिकति ज्यादा भएकोले गर्दा शरीरमा भएको छ। यो लाइफ स्टेज हो। यो लाइफ स्टेजमा चाहिँ कार्यक्रमहरू समय समयमा हुने गर्दछ। एकदम सुनसान छ। भिडियो बनाउँदैछु, कहिलेकाहीँ त यहाँ सुनसान हुँदो रहेछ भनेर तपाईँहरूले चाहिँ हेरिदिनु हुनेछ भने पूर्ण विश्वास गरेको छु। अरू त यहाँको नयाँ नौलो केही छैन। भए म तपाईँहरूलाई अपडेट गराउने छु। किनभने म चाहिँ यही पार्कको आसपास नै काम गर्ने भएको हुनाले यो पार्कमा चाहिँ दुई समयमा चाहिँ म फर्किन पुग्छु। आउँदा अनि जाँदा हेरिहाल्नुहोस्, म एक चक्कर त्यो पुरै घुमाएर तपाईँहरूलाई देखाउने छु। पक्कै पनि हेरिदिनुहुन्छ, हेर्नुहोला। तपाईँहरूले पनि महसुस गर्नुको लागि आउने कोसिस पनि गर्नुहुन्छ। आसपासतिर चाहिँ सानो सानो घरहरू छन्। सबैले आएर चाहिँ किनेर पनि खान्छन्। बच्चाहरू खेल्नको लागि यो पनि टन्नै हुन्छ सधैँ। यो पुरा खाली छ। यो बच्चाको ठाउँमा माउ पनि माउलाई पनि सुविधै रहेछ। हेरिहाल्नुहोस्, बच्चा साथमा भएर चाहिँ माउलाई पनि राख्न पाउँदछ। दुईजना तलमाथि बाँधिदिएको रहेछ छ सेफ्टी भनेको चाहिँ। कति रमाइलो मान्छेहरूले मानिरहेछन्। यता यता चाहिँ अलि अथवा रहेछ। रिफ्रेसमेन्टहरू संसारभरिको मान्छेहरू चाहिँ यहाँ पुगेका हुन्छन्। म यताबाट गएर चाहिँ उताबाट निस्किन्छु। अनि म खास गरी पल्लो साइडबाट आएको। अब म अर्को साइड आउँदैछु। खानेकुरोहरू त्यसको चिजहरू पाउँछु। सबै यहाँ चाहिँ जाडो महिनामा स्केटिङ स्टलहरू राखेको छ। हुँदै अब म यो साइडमा निस्कने छु। यो साइडमा निस्कँदै मेरो भिडियोलाई पनि यहीँ अन्त्य गर्न चाहन्छु। हाई भन्न चाहन्छु। यति भन्दै धन्यवाद। बाई बाई।